हामी मानिसको जिन्दगी सदैव एक नाश त कहिले पनि नहुने रहेछ। म जीवन र मृत्युको दोसाथमा रहे तापनि, हस्पिटलको बेडमा क्यानुलाको साथमा रहे तापनि तपाईहरूले अत्यन्तै माया गर्नुभएको भाउजूको अचार चाहिँ मैले तपाईहरूको घर दैलोमा होम डेलिभरी गर्ने हस्पिटलको बेडबाटै अर्डर क्रिएट गरेर चाहिँ तपाईहरूको घर घरसम्म पुर्याउने प्रयत्न भने गरिरहेकी छु। अहिले पनि स्वास्थ्य अवस्था त्यस्तो ठिक त छैन, तर पनि धेरैजना मेरो प्रिय ग्राहक महानुभावहरूले चाहिँ अत्यन्तै माया गरेर होम डेलिभरीको लागि अर्डर गरिदिनुहुन्छ र मैले हस्पिटलबाटै अर्डर क्रिएट गरेर तपाईहरूको घर दैलोसम्म पुर्याउने प्रयास भने गरिरहेकी छु। र मैले सानो बिजनेस स्टार्ट गरेको भर्खरै मात्र हो भाउजूको अचार, तर तपाईहरूले अथाह माया मलाई दिनुभएको छ। यो माया साथ सपोर्ट म मेरो जीवनको अन्तिम घडीसम्म पनि बिर्सिने छुइनँ। र भाउजूको अचार को लागि तपाईहरूले मलाई व्हाट्सएपमा मेसेज कल गर्न सक्नुहुनेछ। अहिले पनि साँच्चै भन्नुपर्दाखेरि स्वास्थ्य अवस्था त त्यस्तो ठिक छैन, तर पनि तपाईहरूको अर्डरलाई भने मैले एकदमै लिइरहेको छु। र यो अवस्था रहिरहँदाखेरि मेरो एकदमै प्रिय श्रीमान पनि हङकङबाट आएर मलाई हँसाउने प्रयास गरिरहनु भएको छ र उहाँको यो माया साथ सपोर्टलाई पनि म एकदमै धेरै उच्च सम्मान व्यक्त गर्न चाहन्छु। मेरो खुसीको लागि भनेर उहाँ त्यति टाढाबाट आएर अहिले मलाई एकदमै धेरै खुसी बनाउने प्रयास गरिरहनु भएको छ। र जतिले पनि भाउजूको अचार अर्डर गर्नुभएको छ बाहिर विदेश कुरियरको लागि चाँडोभन्दा चाँडो म तपाईँहरूको अर्डरलाई चाहिँ म तपाईँहरू भएको ठाउँमा पठाउने प्रयास गर्नेछु भन्दै तपाईँहरूले मैले दिएको व्हाट्सएपमा कल एन्ड SMS गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच एभ्री वान फर यर लभ एन्ड सपोर्ट। लभ यु अल।